प्राइज डिस्ट्रिब्युसन त्यस कारणले अब हामी यहाँनिर प्राइज डिस्ट्रिब्युसन हाम्रा सर नारायण जानु राजाका मुख्य अतिथि सभापति र विशेष अतिथिको हातबाट आजको जुन पुरस्कार हस्तान्तरण हुनेछ नाउ मेल टिम्स बोइज एकछिन यो लाइटको हामीले व्यवस्था मिलाउँदैछौँ एकछिनको लागि तपाईँहरू आइदिनु सबैजना यहाँ आएको थियो यसो असम्दैन फिर असम्दैन नागापट्टन की यूथ क्लब की मेंबर सिंह असम जादम लेपिरो असम तो अजय सिंह से रंगने अजय सिंह जैसे फना आयोजन गोरखतपन यूथ क्लब द्वारा आयोजित यो तीसरो दशहरा कप भनेर बुझिन्छ यसको जुन यो आजको समापन समारोह यहाँ हाम्रा मुख्य अतिथि श्रीमान विनोद कुमार शर्माज्यू हुनुहुन्छ र सभापति श्री अमर बहादुर भट्टराईज्यू साथै विशिष्ट अतिथि श्री मनबहादुर थापाज्यू र साथसाथै हाम्रा गाउँका बुद्धिजीवी श्री विष्णु कुमार गौतमज्यू साथै हरिबहादुर दालज्यू र साथसाथै हाम्रा कमिटी मेम्बर श्री तिलबहादुर दालज्यू र उहाँहरूकै बाहुलीबाट आज पुरस्कार हस्तान्तरण हुनेछ त्यसर्थ हामीले अलिक उज्यालोस् भनेर यो लाइटको व्यवस्था गर्दैछौँ यो लाइट फिटिङ भइसकेपछि हामीले पुरस्कार वितरणको कार्यक्रम सुरु गर्नेछौँ हुनुहुन्छ र उहाँलाई स्वागत छ र दुर्गा पूजाको एकदमै शुभकामना व्यक्त गर्न चाहन्छु Atau hantar kepada pantui versi umum coba hak asra kau hari Katapan youth club na organize coba masih mention ini adalah uji kapegi prize distribution ki program antar jagah adalah ya ada tu puna mampu sarukia halo adalah puna mampu ikai ko no chari yara gidi mai su yare ko yara gidi kita mamang dan lengceng bido mamang da pular sing kita mamang dan lengceng bido na ko kita mamang dan lengceng bido mutu kita mamang yare ko sabta adula apa ki nagatapun begila ko ahanting lekai ki authority members kumba club ki president gula lagati Mangga ay pagsan jadi nagatapun dari village authority members atau secretary atau apa kena youth club ki delegasi ada di Mangga nengkung dan mereka ay nengkung jadi suruh orang ni tadi bantu nama price itu ada minta sungkan tak pada pertama kami ada kejuaraan dasar club itu kapalai बधाई दिन चाहन्छु किनभने तपाईले आएर जुन प्रकारको यो खेललाई यति रोमाञ्चक बनाइदिनु भयो हामीको यो जुन कार्यक्रमलाई तपाईले सफल बनाइदिनु भयो तपाईहरु यसको धन्यवादको पात्र हुनुहुन्छ र आगामी दिनहरुमा तपाईहरुले पक्कै पनि यसमा सहभागी जनाएर त्यसरी नै तपाईले आफ्नो खेललाई सञ्चालन गर्नुहुनेछ भन्ने अपेक्षा पनि राख्दछु माइकको भोइस अलिकति क्लियर छैन जस्तो लाग्छ मलाई तर पनि ध्यान दिएर सुनिदिने र विशेष गरी यो ठाट दशहरा कपमा जतिले सहभागी जनाउने एकछिन शान्तिसँग बसिदिनु होला साथै मैले जानकारी पाए अनुसार हाम्रै गाउँका सुप्रसिद्ध श्री दिवाकर गौतमज्यू पनि उपस्थित हुनुहुन्छ त्यसर्थ उहाँलाई म यहाँ मञ्चमा आसन ग्रहणको लागि अनुरोध गर्न चाहन्छु श्री दिवाकर गौतमज्यू कृपया एकछिन यहाँ आएर यो जुन प्राइज वितरणको कार्यक्रममा सहभागी जनाउनुको लागि म तपाईँलाई हार्दिक अनुरोध गर्दछु आउँदैछ क्या दिदी सर्वप्रथम त म यता हाम्रा छोरी चेलीहरूलाई प्राथमिकता दिन चाहन्छु किनभने आज दुर्गा पूजा हो होइन दुर्गा पूजामा त अब दुर्गा माता देवीहरूलाई पुज्नु पर्यो सर्वप्रथम त म यता लेडिज ग्रुपबाट सुरु गर्न चाहन्छु र प्रथम पुरस्कार म रिकल गर्न गइरहेको छ प्रथम पुरस्कार गर्ल्स बेस्ट डिफेन्डर
बेस्ट डिफेन्डर को हुनसक्छ तपाईँहरूको विचारमा? यसले चाहिँ राम्रो डिफेन्डिङ गरेको छ भन्ने तपाईँहरू भन्नुहोस् न। गर्ल्सको तुफान त केटा भइहाल्यो नि। गर्ल्स डिफेन्डर बेस्ट डिफेन्डर गर्ल्स गोज टु सुहाना उप्रेती। सुहाना उप्रेती हाँसोगढी गर्ल्स टिम, उहाँले एकदमै उत्कृष्ट भूमिका निभाउनु भएको छ आफ्नो टिमको लागि। सुहाना उप्रेती जर्सी नम्बर 19, उहाँले आफ्नो जर्सी नम्बर देखाइरहनु भएको छ र उहाँलाई धेरै धेरै बधाई र उहाँलाई पुरस्कार हस्तान्तरण गर्नको लागि म अनुरोध गर्न चाहन्छु हामी आजका सभापति सभाध्यक्ष श्री अमरबहादुर भट्टराईज्यूलाई सबैले एकबार जोरदार तालीको साथमा मलाई सम्मान गरिदिनु। यसरी गर्ल्स टिमकै हस्तान्तरण गर्ने क्रममा बेस्ट किपर अफ द गर्ल्स टिम, बेस्ट किपर, बेस्ट गोलकिपर गोज टु पूर्णिमा तामाङ। उहाँलाई धेरै बधाई र उहाँलाई पुरस्कार हस्तान्तरण गर्नको लागि म फेरि मञ्चमा निम्ताउन चाहन्छु हाम्रा कमिटी मेम्बर आदरणीय श्री दिलबहादुर दाहालज्यूलाई। तपाईँको खाना कता गर्छु तपाईँ। बेस्ट गोलकिपर गोज टु पूर्णिमा तामाङ। सम्मान गरिदिनु। यसरी बेस्ट प्लेयर अफ द टुर्नामेन्ट फर द गर्ल्स, बेस्ट प्लेयर अफ द टुर्नामेन्ट को हुन सक्छ? एनी गेस्ट? बेस्ट गरेन हौ, कसैले पनि राम्रो खेलेको क्या, केटाहरू त कोही पनि बोल्दैन त। त्यो खेल देखाएर आएको, यस्तो राम्रो खेल देखाएर आएको। बेस्ट प्लेयर गोज टु सुमित्रा धनिया फ्रम आसाम युपी। उहाँलाई पुरस्कार हस्तान्तरण गर्नको लागि म निम्ताउन चाहन्छु हाम्रा शुभचिन्तक अतिपुटी हाम्रा दाजु भर्खरै आइपुग्नुहुने श्री लक्ष्मण गौतमज्यू। कृपया सामने आएर उहाँलाई पुरस्कार हस्तान्तरण गर्नको लागि हार्दिक अनुरोध गर्दछु। बेस्ट प्लेयर गोज टु सुमित्रा बानिया फ्रम आसाम नकुई। From the girls team, गोर्खा हरुप गर्ल्स टिमका बहिनीहरू सबैजना एउटा लाइन बनाएर आइदिने तपाईँहरूको लागि हामीले मेडलले सम्मान गर्नेछौँ र लाइन बनाएर आउनु ल। हुनु गयो भने फेरि के गर्नु रहेछ लाइन यसरी बनाएर यस्तो गर्नु कि यता लाएर यस्तो जानु पर अन्त ठिकै छ त्यहाँ यता जस्तै यसरी लाउँदै सबै जाँदै गर्नु। र यो जुन मेडलको सम्मान हुनेछ आजका विशिष्ट अतिथि महोदय श्री मनबहादुर थापाज्यूको बाहुलीबाट र उहाँलाई म सामने निम्ताउन चाहन्छु। रनर्स अफ गर्ल्स टिम गोज टु गोर्खाहरू। अहिले प्राइज दिएर मात्रै म त यतिकै भनेको त, प्राइज दिनु बाँकी नै थियो। र गोर्खाहरू गर्ल्स टिम उहाँहरूलाई पनि धेरै धेरै बधाई। आउने दिनहरूमा पनि उहाँहरूको सफलताको कामना गर्दछु। साथै यो जुन दुर्गा पूजाको पनि अग्रिम शुभकामना, तपाईँहरूको जीवन सफल रहोस्, दुर्गा माताको कृपा दृष्टि रहोस्। र गोर्खा तपन युथ क्लबद्वारा आयोजित जुन यो मेडलको सम्मानको कार्यक्रम चलिरहेको छ, गोर्खाहरू गर्ल्स टिम उहाँलाई एकदमै बधाई छ। बहिनीहरूले एकदमै उत्कृष्ट खेल प्रदर्शन गरिदिनु भयो। आशा गर्दछु तपाईँहरूले आउने दिनहरू पनि अझै योभन्दा राम्रो खेलेर माथिल्लो लेभलसम्म माथिल्लो तहसम्म पुगेर तपाईँहरूको यो खेललाई अगाडि बढाउनुहुन्छ भन्ने मलाई लाग्छ। तपाईँहरूलाई एकदमै शुभकामना हुन्छ। उहाँलाई सम्मान गर्नको लागि आजका हाम्रा मुख्य अतिथि महोदय श्रीमान विनोद कुमार शर्माज्यूलाई अगाडि बढ्न चाहे।
र आजका मुख्य अतिथिद्वारा बहिनीहरूलाई मेडलद्वारा सम्मान। तपाईँहरूको फुटबल खेलको यात्रा एकदमै सफल रहोस्। एकदमै खेलमा रुचि राख्ने बहिनीहरू तपाईँहरू पक्कै पनि भोलिको दिनमा गएर एउटा प्रतिभाशाली खेलाडी हुनुहुन्छ होला भन्ने मलाई लाग्छ। इन्डियादेखि धेरै छोरी मान्छेहरू, हाम्रै गोर्खा कम्युनिटीदेखि धेरै छोरी मान्छेहरू खेलिरहेको देख्न पाइएको छ नेसनल टिममा। राम्रो डिफेन्डिङ हुने गर्छ, बहुत राम्रो डिफेन्डर। सिक्किमको पक्यौँ भन्ने जग्गाबाट उनले नेसनल टिममा रिप्रेजेन्ट गरे। उनलाई अगाडि निम्ताउन चाहन्छु गोर्खाको गर्ल्स टिमका टिम क्याप्टन। यो पुरस्कार हस्तान्तरण गर्नको लागि म आजका विशेष अतिथि श्री मनबहादुर थापाज्यूलाई अगाडि निम्ताउन चाहन्छु। यो जुन पुरस्कार र ट्रफी र साथमा हामीले केही रकमहरू दिएका छौँ। थोरै पुरस्कार हस्तान्तरण गर्नको लागि आजका प्रमुख अतिथि श्रीमान विगत कुमार शर्माज्यूलाई म सामने बोलाउन चाहन्छु। उहाँहरूको जुन खेलकुदको यात्रा एकदमै सफल रहोस् भन्न चाहन्छु। फर्स्ट प्राइज सबैभन्दा ज्यादा बल खेल्ने को होला तपाईँहरूको नजरमा? कुनै पनि टुर्नामेन्ट हुँदाखेरि सबैभन्दा ज्यादा बल कसले खेल्छ? कसले खेल्छ? कसले खेल्छ थाहा छ? छैन नि। त्यसै गरी म र एउटा प्राइज छुट्टो छ ल, जुन चाहिँ एकदम महत्त्वपूर्ण प्राइज थियो त्यो चाहिँ के बहिनीहरूको छुट्टो छ, म माफी चाहन्छु। गर्ल्सको जुन बेस्ट डिसिप्लिन टिम थियो, हुन त हामीहरूको यो प्रोटोकलमा थिएन दिएको बहिनीहरूको लागि, यो हाम्रो प्रोटोकलमा थिएन र पनि बहिनीहरूले जुन प्रकारको खेल देखाइदिनु भयो। हमेसा हाँस पोखरी भनेपछि गर्ल्स टिमको चाहिँ त्यहाँ टोल आउँछ उनीहरूको के दादा टुर्नामेन्ट कहिलेदेखि सुरु हुन्छ, हामी पनि आउँछौँ है, हाम्रो पनि नाम लेखिदिइराख्ने भनिहाल्छ बहिनी। त्यस्तो चासो देखाउँछ बहिनीहरूले। र यो पुरस्कार वितरण गर्नको लागि म आजका सभापति सभाध्यक्ष श्री अमरबहादुर भट्टराईज्यूलाई निम्ताउन चाहन्छु। एकदमै महत्त्वपूर्ण पुरस्कार हो यो चाहिँ। डिसिप्लिन भनेको त फाउन्डेसन हो। फ्युचर स्टार उनीहरू पनि अहिले र उहाँलाई सम्मान गर्नको लागि हाम्रै आयोजक समितिका कार्यकारिणी समितिका कन्भेनर श्री देवबहादुर महतज्यूलाई म निम्ताउन चाहन्छु। र भाइलाई मेडलद्वारा सम्मान। भाइको भाइहरू पनि हामीहरूको टुर्नामेन्ट सक्षम पनि थिएन, सफल पनि हुने थिएन। घरमा गाली खाइ भए पनि भाइहरूले आएर पेट फुटेको यो सबैले बाँड्ने छोरीपरबाट लड्छ नि, सबैले बाँड चाहिँ। र यसै गरी मुख्य अतिथिदेखि पनि एउटा पुरस्कार आएको छ र यो पुरस्कार चाहिँ हाम्रा देवबहादुर सरले हस्तान्तरण गरिदिने अनुरोध गर्दछु। र यसै गरी 200 रुपियाँको पुरस्कार नाच्ने बहिनीहरूलाई हाम्रा काका श्री आजका विशिष्ट अतिथि श्री मनबहादुर थापाज्यूले तपाईँहरूको नाचलाई मन पराएर दिनुभएको छ र बहिनीलाई धेरै धन्यवाद। र उहाँलाई खादाबाट सम्मान गर्नको लागि म हाम्रा गोर्खा तपाईँका युथ प्रेसिडेन्ट श्री सुरेश गौतमज्यू साथै सम्पूर्ण आशिक लिम्बू र अशोक भट्टराई तिनैजनाद्वारा सम्मान गरिदिनु। यसो ह्यान्डसेक गरेर सम्मान गरिदिनु। र उहाँलाई चाहिँ म आफै नै सम्मान गर्नु मन लागेको छ र अनुमति चाहँदै आजका सभापति र सम्पूर्ण अतिथिगणहरूदेखि उहाँलाई चाहिँ म आफै सम्मान गर्छु भन्ने मैले एउटा विचार राखेको छु र सागर भाइलाई सम्मान गर्दै
उद्देश्य त्यही होला र मैले अघि भन्न सक्दै कालिम्पोङमा बसोबास गर्ने जनता पनि उहाँ हुनुहुन्छ। उहाँको जन्मस्थल चाहिँ इरान पाटको गोर्खा हरित भन्ने ठाउँमा जन्म उहाँले जुन प्रकारको रेफर गर्नुहुन्छ सायद अम्फाले पनि त्यो गर्न सक्दैन होला। अम्फाले लाइसेन्स इस्यु गर्दा हुन्छ जस्तो लागेको थियो, किनभने रेफ्रीको एउटा क्राइटेरिया हुन्छ, उसले जुन प्रकारको एक्टिभिटिज देखाएको छ रेफ्रीमा तर रिपोर्ट देखेन भने अम्फाले उसलाई लाइसेन्स दिन्छ दिन्छ मलाई थाहा रहेछ। र उहाँलाई सम्मान गर्नको लागि म हाम्रा आजका विशिष्ट अतिथि महोदय श्री मनबहादुर थापाज्यू र उहाँ गाउँका प्रमुख पनि हुनुहुन्छ, त्यसै गरी उहाँलाई म सामने लिन चाहन्छु। काका तपाईँ आउनु न काका, उहाँलाई सम्मान गरिदिने र उहाँलाई हामीले सानो हाम्रो गोर्खालीको वेशभूषा अनुसार खदादार सम्मान गर्नेछौँ। सबैले जोरदार तालीको साथमा स्वागत सम्बोधन मेरो तर्फबाट एकदमै हृदयदेखि धन्यवाद दाजु तपाईँलाई। यो चाहिँ आजका गेस्ट ओनर लगायत चिफ गेस्टको संयुक्त योजनामा 1000 रुपियाँको उहाँलाई पुरस्कार ꯑꯩꯈꯣꯏꯒꯤꯁꯨ ꯌꯥꯝꯅ ꯑꯆꯧꯕ ꯀꯟꯇ꯭ꯔꯤꯕ꯭ꯌꯨꯁꯟ ꯑꯃ ꯂꯩꯔꯤ, ꯑꯗꯨꯅ ꯑꯩꯈꯣꯏꯒꯤ ꯑꯣꯡꯂꯥꯏꯇꯤ ꯀꯃꯤꯇꯤꯒꯤ ꯃꯥꯏꯀꯩꯗꯒꯤ ꯌꯥꯝꯅ ꯊꯥꯒꯠꯆꯕ ꯐꯣꯡꯗꯣꯛꯆꯔꯤ र उहाँलाई सम्मान प्रदान गर्नको लागि हाम्रा सर दिपकज्यू गोर्खाटोपन स्कुलका हेडमास्टर हुनुहुन्छ, उहाँले स्कुल सञ्चालन गर्नुहुन्छ होइन, र उहाँलाई सम्मान गरिदिने र सानो उहाँलाई हाम्रो तर्फबाट सानो भेट प्रदान गरिदिने एकदमै धन्यवाद। यसै गरी लाइसेन्सको लागि जुन भाइहरूलाई योगदान दिनु विष्णु कुमार गौतमज्यूलाई सामना गर्न दुवैजनालाई एकदमै सम्मान हस्तान्तरण गर्नको लागि म हाम्रा सभापति श्री अमरबहादुर भट्टराईज्यूलाई सम्मान गर्न चाहन्छु। आई तासिङ नहेरेको माथि सिक्किम लोकल प्लेयर छनको लागि मेहनत थियो, माथि स्टेट लिग नभएर आई लिग छनको यहाँ बनिने अब अदुकी क्वालिटी लेभल में यारगति समगे लेकेगी लुचिङ नसिङ नसु मासे कितङ कहिले त पुसअप गर्छ नागत पनि उहाँलाई सम्मान गर्नको लागि हुनुहुन्छ हाम्रा इन्डियन गोर्खा भोइस अनलाइन टेलिभिजनका सम्पादक हुनुहुन्छ। उहाँले धेरै ठाउँबाट हाम्रा गोर्खा उहाँलाई हामीले एकदमै सम्मान गर्नु पर्नुहुन्छ। एकदमै धन्यवाद सर, यो एउटा पुरस्कार हामीले दिनुपर्ने हुन्छ उहाँलाई र यो पनि तपाईँकै हातबाट तपाईँकै बाबुलीबाट उहाँलाई प्रदान गरिदिनु भयो र उहाँलाई धेरै धन्यवाद। र यो रनर्स अपको जुन यो मेडल सम्मान गरिदिनुको लागि म आजका विशिष्ट अतिथि श्री मनबहादुर थापाज्यूलाई बिन्ती गर्न चाहन्छु। भाइलाई आगामी दिनको लागि एकदमै शुभकामना र एकदमै मनैदेखि बधाई दिन चाहन्छु। हामी जुन प्रकारको हामीले मञ्चलाई सिर्जना गर्दैछौँ त्यो मञ्चलाई तपाईँहरूले निरन्तर रूपमा पालना गर्नुहोस्। आउने सालमा पनि हामीले फेरि यो कार्यक्रम सञ्चालन गर्नेछौँ र आशा छ तपाईँहरूले पक्कै पनि त्यसमा सहभागी जनाउनुहुनेछ। जस्तै गरी हाम्रा रनर्स अपका भाइहरू यो मेडल सम्मानको लागि म आजका मुख्य अतिथि श्री दिलीप कुमार शर्माज्यूलाई बिन्ती गर्न चाहन्छु। अंताकि गेस्ट टीम होइन नक्पिलिबा कोही मागा तपन की प्लोट सिंह yang thakajari
ꯐꯖꯅ ꯁꯥꯟꯅꯔꯤ ꯑꯩꯈꯣꯏꯒꯤ ꯅꯝꯕꯔ 7ꯁꯦ ꯍꯥꯟꯅꯒꯤ ꯍꯧꯖꯤꯛ ꯂꯩꯀꯥꯏꯒꯤ ꯁꯦꯀ꯭ꯔꯦꯇꯔꯤ ꯄꯨꯕꯅꯤ ꯃꯥꯁꯦ ꯁꯣꯁꯤꯌꯦꯜ ꯃꯥꯏꯟꯗꯦꯗꯅꯤ ꯑꯗꯨ ꯑꯉꯥꯡꯁꯤꯡ ꯑꯁꯤꯒꯤ ꯇꯣꯔꯅꯥꯃꯦꯟꯗ ꯌꯥꯎꯍꯜꯂꯒ ꯑꯩꯈꯣꯏ ꯌꯥꯝꯅ ꯍꯔꯥꯎꯖꯩ ꯐꯣꯡꯗꯣꯛꯆꯔꯤ मथंग चाहिए रेगुलर प्लेयर में लगती हो मथंग चाहिए रेगुलर टीम में लगती हो को yang pagali yang gawalai पुरस्कार हस्तांतरण गर्नका लागि म फेरि पनि आजका विशिष्ट अतिथि महोदय श्री मनबहादुर थापाज्यूलाई नै अगाडि ल्याउँछौँ क्वेसन नगरौँ हामी भन्दै सुनिँदो रहेन यो भन न The Cup runners up goes to 9 males. First prize of the Dasara Cup goes to Naga Tapalu. Tino Peri Ajako, Junior Proton Pushka. Which is first Antaki guest team na lakuni ba koi kitene sing naga tapun youth club gi players yamna afagalli moi gi play ngasai aina haibin aidikta sanabi aba adu kumba quality yawa player kun sai yawe adu kai kumba anta state league next season gi state league da enganda contract la adi ai pau compulsory pura kani adu number 3 ai pare ko okay nang anta kia so adu ball